बा 19 प 35 36 नंबर है काफी कि बा 19 प 35 36। हेलो साथीहरू, स्वागत छ यादव मोटरसाइकल वर्कसपमा। आज हाम्रो वर्कसपमा स्प्लेन्डर निकै दिन पछि आएको छ। स्प्लेन्डर हाम्रो वर्कसपमा यसको सर्भिस गर्नको लागि सबै खोलेको। इन्जिनहरू सब सिल प्याक रहेछ, अहिलेसम्म केही भएकै छैन, केही गराउनु भएकै छैन। इन्जिनहरू सब सिल प्याक छ। टायर पछाडिको चेन्ज गर्नु भएर रहेछ, हामीले खासमा सर्भिसको लागि ल्याउनु भएको थियो उहाँले। अनि यसो खोलेर हेर्दाखेरि त सब भित्रको अरू पार्ट्सहरू सबै जेन्युनै छ कि अझ ओरिजिनलै छ यसको। अनि त्यसै गरी यहाँ सिल प्याक पुरै इन्जिन नै सिल प्याक छ। पुरानै त पुरानै हो नि, यो पहिलाको मोडल हो, किकवाला हो, 30 रनिङ भएको रहेछ। अनि यो बलियो हुने के बाइक चाहिँ ओरिजिनल छ, ब्रेक सुलसम्म ओरिजिनलै छ कि सोरुमकै छ। अनि यस्तो बाइक के हुन्छ भने पहिला जुन कम्पनीले निकाल्थ्यो नि बलियो निकाल्थ्यो कि आजकलको बाइक चाहिँ खासै कतिलो हुँदैन कि कमसल हुन्छ। अब सबैले त्यही त हो, पैसा चाहिने हो। अनि मार्केटमा सामान बिकोस्, पैसा आओस् भन्ने मात्र हो। सामान अलि लङसम्म टिकोस् भन्ने त अब चाहनै छैन कम्पनीहरूको नि। त्यही भएर आजकलको सामानहरू नि लोकल आउँछ कि कम्पनीको सामान हालेर आफूलाई चित्त नबुझ्ने पर्फर्मेन्स दिन्छ कि कुनै कम्पनीको सामान। त्यसमा बजाजको चाहिँ झन् खत्तमै लाग्छ। त्यसै गरी यसमा ओइल नि थिएन, अनि ओइल नि चेन्ज गर्न लागेको, अहिलेसम्म ओइल नि चेन्ज गर्नुभएको थिएन। सक चाहिँ हार्ड भएको थियो यसको।